कमेन्ट पनि गरिदिनुहोस् होला। भन्न त म हाम्रो भिडियोलाई मन पराइदिनु होला है भनेर। हाम्रो भिडियो मन पराइदिनु, लाइक गरिदिनु, सब्स्क्राइब गरिदिनु अनि के रे त्यो अनि शेयर गरिदिनु। थ्यांक यू। गुड मर्निङ अनि नमस्कार, स्वागत छ तपाईहरुलाई हाम्रो च्यानल माधवस फ्यामिलीको धेरै पछिको एउटा नयाँ ब्लगमा है। तपाईहरु सबैजना कस्तो हुनुहुन्छ? सबै आराममा हुनुहुन्छ होला भन्ने आशा गर्दछु। हामी पनि अहिले एकदम ठीक छौं। अहिलेलाई चाहिँ एकदम ठीक छौं। अस्ति चिसोले लास्टै गर्दै साथीभाइहरु है। अहिले चाहिँ हामी एकदम ठीक छौं अनि त्यही हो। अहिले चाहिँ कति लामो समयपछि ब्लग स्टार्ट गर्दै छु अनि त्यही भएर बिचमा बोल्दा के भयो भने प्लिज डोन्ट माइन्ड। अनि अहिले चाहिँ म चाहिँ यहाँ झोला पनि बोकेर रेडी भइसकेको छु किनभने अहिले चाहिँ हामी यहाँ माइत घर जान लागेको साथीहरु है। के भन्छ रे माइत घरमा चाहिँ तोरी चाँडै छरेको साथीहरु अनि तोरी उखाल्ने बेला भइसक्यो अरे। ला ओए तोरी उखाल्नलाई हामी भएर तोरी उखाल्ने भनेर भन्नुभयो मम्मीले। अनि त्यही भएर तोरी उखाल्न जानु लागेको है। खेतालाको पैसा बचाउन लागेको अनि हामीले सबजना परिवार रेडी भइसक्यो। अब चाहिँ हामी निस्किन लागेको। चिया खाएर निस्केको, काल चिया खाएर निस्केको। अब अघि बिहान यस्तो कुल्चो लाग्यो, यस्तो जाडो भएको थियो, अहिले घाम तिलचिल भइसक्यो। ल यता चाहिँ छोरी हुनुहुन्छ, त्यता विधान अनि बाबा। ल त त्यही हो साथीहरु। अब भिडियो हेर्दै गर्नु होला है के कस्तो हुन्छ भनेर। कता गयो मेरो जुत्ता? बाहिरको छ है। के कस्तो हुन्छ भनेर हेर्दै गर्नु होला। अब अगाडि भिडियोमा हेरौँ है त। मामा विधान ओइ हेर्न भागेको विधान हेर्न नहेरेको। अघि चाहिँ मामा हुन्छ दुईटा हो मलाई त दुईटा। ल सानो बाई बाई विधान बाई बाई। ल साथीहरु अब चाहिँ हामी निस्केको। यता बुढो चाहिँ यहाँ ढोका बन्द गर्दै हुनुहुन्छ, चिकुल लगाउँदै हुनुहुन्छ। चिकुल लगाइसकेपछि हेर्नु त भन्नुहोस्। हेलो साथीहरु, धेरै पछि हामी फेरि सुरु गर्दैछौँ। हामीलाई साथ सपोर्ट गरिदिनु होला है त। ल Mother's family सधैँ खुसीको संसार माया र मेल मिलाप जहाँ बस्छ प्यार। आमा मुस्कानले भर्दछन् घरको द्वार। Mother's family सधैँ खुसीको संसार। दिदी बहिनी गुनगुनाउँछन् गीत सधैँ नयाँ। दाजुभाइ हातैमा लुगाउँछन् सपना बनाउँछन् सुनौलो। आकाश जस्तै अटुट धरती जस्तै बलियो संसारले गर्व गर्ने यस्तो। साथीहरु हामी चाहिँ आइपुग्यौँ यहाँ माथि घर खेत भएको घरमा। आया अब हामी चाहिँ जान्छौँ। उतै टोपी फुकाल्यो अरे पानी भर्दै त सानो बाबुको बोतलमा। ल बाबु पनि आउँछ क्या हामी सँगसँगै। कस्तो होला घाम लाग्यो हम त त्यस्तो चिसो होइन। लुगा लिएर फेरिहाल्छ नि अहिले मैला भयो भने। ल अब चाहिँ खेतमा जानु पर्यो साथीभाइहरू है। ल आउनु है म गएँ। तोरी पनि हेर्नु रे यस्तो किसिमको रहेछ। यहाँ चाहिँ यत्रो यहाँ चाहिँ ठुलो छ, कतै पाके होइन त। तलतिर ठुल्ठुलो भएको त के हो र, कतै त हरियै छ त। हे भगवान यताको तोरी हेर्नुहोस् साथीभाइहरू। हे भगवान
हाई भन्नुहोस् अझै ठुलो पल्टेको भाइ अस्ति मलाई हाई भन् यता हेरेर भन्न म असिम भन्न रेन्च के भन्दा नि बसिरहेको छ यसको प्लान सुन्नु न मैले केही भनेन सबै ढल्छ अनि सरस्वती पूजा हैन अनि पूजामा पनि गर्छ नि त स्कुलमा गरेर आउने रे अनि घरमा आएर चाहिँ त्यहाँ फेरि पूजा नि गरेर पूजा नि गर्न जान्छ भनेर जाने रे अनि होइ बस्ने थियो के आऊ आऊ सफा मेरै भएर मैले नचिनेको के मेरो यताको पिम्पल हटे हाम्रो यहाँ लोकल एरियामा साथीभाइहरू खैरेनी नगरपालिकामा के भन्छ अरे खिचरा महोत्सव लागिरहेको छ त्यसैको विशेष चर्चा परिचर्चा हुँदैछ यहाँ चाहिँ कुन गते कुन कलाकार आउँछ कुन गते कुन कला कुनमा जाने कुनमा नजाने सल्लाह गर्दैछन् कि यहाँ आज जानुहुन्छ भाइ सल्लाह गर्ने अनि त्यसपछि हल्ला मात्रै गर्ने आज जानुहुन्छ जान्न आज यहाँ उखाल्नु पर्ने र कस्तो जाने बेलुका हुन्छ जाने अनि ठकेलाको हुन्छ अनि कस्तो खालको हो र आज भ्याएन अनि फेरि भोलि भ्याउनु पर्छ भोलि नजाने ए त्यहाँ मैले जानु भन्दा त्यो काटिन्छ हिजो त यस्तै फोन गरेर दिदी कहाँ हो तपाईँ माथि घर आएको प्लिज दाइलाई भन्नु अरे दाइ हुनु न अरे प्लिज भनिदिनु पर्यो मेन तपाईँहरू आज आएको जानु पाउँथ्यो हिजो आएको जानु पाउँथ्यो नि अर्को वर्ष त आउने त्यहाँ यस्तो हुन्थ्यो दाइ अहिले लिन आयो भने मात्रै जाने नभए त जान्दैन म त पक्का जानु पाउँदैन म त मन नि भइरहेको भएँ अनि मैले भनिरहेको छु त आइज यहाँसम्म आइज तेरो त गेम हेर्नु जानुभएको छ अनि उताबाट राति जानु कस्तो उताबाट म त्यहीँ पिपरामा त थिएँ नि त्यही पिपरामा हो क्या गेम भएको कहाँ र पिपरा भने यसले सिरो कुखुरा ल साथीहरू हाम्रो तोरी उखालेर इन्टरभल भएको अवस्था छ अहिले चाहिँ तोरी चाहिँ यो नराम्रो नराम्रो भागको चाहिँ हामीले पहिला उखालेको यति आधा भागमा चाहिँ एकदम नराम्रो थियो कि एकदम मसिनो पातलो थियो त्यो चाहिँ हामीले उखालेर भ्यायौँ अब यता राम्रो चाहिँ यतातिर छ है त हेर्नु न राम्रो भएको ठाउँमा कुनै चाहिँ हरियो नै छ कि यता हाम्रो एकजना खेताला थपिनु भएको छ आन्टी हेल्प गर्नलाई आउनु भएको रे यता असिम यता जेनिसा यता मेरो बुढो यता म अनि यता मम्मी हामीले कति बजीतिर सुरु गऱ्यो होला के उखाल्नलाई 8 बढी भयो थिएन त्यही त नि अनि हामी आउँदाखेरि के कति बजी थियो होला भनेको 9 त बजी थिएन हो खाजा खाएर उदो गर्ने बेलामा 9 बजेर कति मिनट गयो भन्थिस् तैँले 2 मेला उखालिसक्ने बेलासम्ममा 8:30 तिर भनौँ न हामी आइपुगेको थियो होला साथीहरू त्यतिखेर मम्मी जेन्सा अनि असिमले चाहिँ आधा मेला गरेर गर्दै थिएँ अहिले चाहिँ ठ्याक्क 11:30 भएछ क्या अनि आधा भयो मेला आधा भयो अहिले चाहिँ 10:30 11:30 भयो 8:30 9 10:30 11:30 3 घन्टामा हाम्रो यो आधा मेला भयो एकदम अब चाहिँ यो भाग बाँकी छ है त यहाँ त सकाइन्छ कि अब बेलुकासम्म उखाल्यो भने त है सकिन्न होला भनेको त मम्मी सकिन्छ क्या है बेलुकासम्म त सकिन्छ होला सकाए बरु आनन्दै हुन्छ है जेनी उखालेर सकाएपछि आनन्दै हुन्छ जेनीले उहाँ कहिले मेला काम भ्याइन्छ र मेला जाने भने म सब अथवा आइए भाइ
यो मम्मीहरूको खेतको साँधीमै उतापट्टि चाहिँ छेउमै चाहिँ यहाँ पोल्ट्री फार्म छ, त्यही भएर चाहिँ डुडु 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 डे आवाज सुन्नुहुन्छ है। अहिले चाहिँ ठ्याक्क 12 बजेछ साथीभाइहरू, एकछिन आराम गरौँ भनेको। खाना त बोलाउनु भएछ, अहिले नजाम कि भनेको। खाना खायो भने फेरि कस्तो अल्छी लाग्छ क्या काम गर्नलाई। यो सकेर जाम भनेको सकिन्छ कि भन्ने आँट आइरहेको छ। फोन गर्नु फोनै उठाउँदैन त हाम्रो जाँगरीले खेतालाहरू। दिदी के भन्छ अरे खाना अहिले हामी खाँदैनौँ क्या है, आधा सकेर पनि फेरि तलतिर लागि परेछौँ। अहिले खाना आएन अल्छी लाग्छ भनेर अहिले पछि खान्छौँ हामी, कि त सकेर खान्छौँ कि त अहिले साह्रै भोक लाग्यो भने अहिले पछि आउँछौँ क्या। अघि त्यहाँ रोटी चिया खाएको भोक लागेन अरे क्या कसैलाई पनि। ल ल मानवी बिदान निदायो ल ल ल आज यति सकेछिन्। अलि दिनलाई भए पनि आराम हुन्छ मम्मीलाई। बाबा ल अहिले चाहिँ हामी खाना खाना निस्केको साथीभाइहरू। कति बजे घर देखाउनुहोस् न, छैन थकित भएको अवस्था छ खै। अघि आधा हामीले कति बजी सक्का थियौँ अरे, अहिले 1:41 गएछ साथीभाइहरू। अघि हामीले 11:30 बजी सक्का थियौँ। यो आधा एक मेला भन्दा अलिकति लिएर गयौँ तलतिरको भागमा। यो भाडा नि लिएर जाने होला नि, स्कुटर जाने मान्छे लिएर जाऊ। हामी त्यो खेतबाट साथीभाइहरू यस्तो गर्दै यो चाहिँ दिदी घर भयो नि त। यो मम्मीहरूको खेत यहीँ छ, दिदी घर भयो नि त। यहाँबाट यसरी हिँड्दै हामी चाहिँ फेरि खाना खान जानु लाग्यो। अहिले 2 बज्ने बेलामा घर चाहिँ कहाँ भन्नु न, फेरि त्यहाँ घर चाहिँ फेरि त्यो हो क्या फेरि घर। यहाँ देख्नुभयो बुढाहरू, बुढो र असीम यता जेन्सा स्कुटर लिएर आउँदैछ। आयो खाना खानलाई पनि यता माथि आउनुपर्छ, तल पकाउनु हुन्न, यहीँ पकाउने यहीँ खाने। काम चाहिँ फेरि तलै खेतमा गर्नुपर्ने छ। बिदा पनि निदा होइन रहेछ फेरि। कता गयो बिदान, कता गयो? ज्या बिदान यता हेर्नु नहेरेको खै त हाँसेको। भिडियो गरेको देखेपछि त अनि यसको पनि भाउ बढ्छ नि त भाइ। ज्या हेर्नु नहेरेको। मेरो छोराले त्यहाँ खाजा पनि बोकेर आज साथीभाइहरू हेर्नुहोस् त, त्यहाँ दाइ र भाइको अन्तर हेर्नु न। यिनीहरू कति वर्षको अन्तर छ? 12-13 वर्षको। बिदान बिदान बाबु, ज्या बाबु नारायण भनिदिनुहोस्, नारायण भनिदिनुहोस्। दिनुहोस् त यो ल्याऊ ल, नारायण भन, नारायण भन, छिटो नारायण भन। मोबाइल देखायो भने तेर्सायो भने यसले के गर्दैन कि झन् लुकेर कसरी भिडियो गरिदिनु। ल समात बोल भन्ने सोचे कि खानेकुरा भन्ने सोचे कि यस्तो निकाल्नु लाग्यो। हामी चाहिँ खाना खाएर निस्केको साथीहरू। खाना खाएको यस्तो अल्छी लाग्छ झन्। मम्मी अघि नै हामी खाना खान आउनुभन्दा अगाडि जानुभएको। मम्मी र बाबा चाहिँ छिटो खाना खान जानु भनेर हामी चाहिँ भोकै लाग्थेन क्या। बिहान खाजा खाएको खिच्न बिर्स्यो। बाजे जानुभयो होला नि, बजेको गएपछि झन् एक्लै छ मेरो बुढी भनेर झन् जानु भएन अघि नै। हाम्रो बाबा चाहिँ अब बिरामी मान्छे है, अनि हामी त्यही माथि अब बुढी नभइकन खाना खानुहुन्न क्या।
त्यही भएर मम्मीलाई चाहिँ अघि नै पहिला पठाइदिएको मम्मीहरूले खाना खानुभएको अनि मम्मी आउनु भएपछि फेरि हामी गएको आएको खाना खानालाई खाना खाएर पनि हामीले चाहिँ फर्किन्छौँ साथीहरू आफ्नो के भन्छ अरे काम गर्ने ठाउँमा। आज चाहिँ भ्याम भनेको है भ्याइदिन्छु मम्मी र बाबालाई पनि ढुक्क हुन्थ्यो नि त होइन अनि हामीलाई पनि यसै मैला भयो उसै मैला भयो एक दिनको मात्रै हुन्थ्यो त्यही भएर आजै सकाम भनेर आँटेको खै आधा त बछ ऊ यसले त बल भन्ने सोचेछ क्या हेर्न लात्ताले हान्छ ल आऊ छिटो त्यसो खुट्टामा ढुङ्गा बस्यो क्या चप्पल र खुट्टाको बिचमा ऊ 5 बज्न लाग्यो साथीहरू 2-3 मिनट बाँकी छ 5 बज्नलाई हामीले चाहिँ यत्रो सक्यौँ है अब यो एक मेलो बाँकी छ अझै है आमामा कस्तो थका लाग्यो है उल्टी पनि आउनु लाग्यो क्या ढिलो खाना खाएर हो कि मुलाको अचार धेर खाएर होला कस्तो उल्टी आउनु लाग्यो मलाई त झन् घोप्टो भएको झन् कस्तो उल्टी आउनु लाग्यो भाइ तपाईँहरूलाई कस्तो फिल हुँदैछ गाइजहरू के अरे कस्तो फिल हुँदैछ जेन्स सजिलो आराम कि अप्ठ्यारो असिम के भन्छ अलिअलि हामीले झन् ढिलो खाना खायो नि त है पचेको पनि छैन नुतेको भन्ने बित्तिकै हामी आयो नि त अनि त्यही भएर होला नि कस्तो उल्टी के भन्छ अब यति मात्र बाँकी छ साथीहरू हामीले यत्रो उखालिसक्यौँ आमामा आउनु त म एउटा फोटो खिचिदिन्छु हो त्यो समातेर आउनु त अनि नेटी फोटो खिचिदिन्छु भने चाहिँ नाक कोटाएर बस्छ कसले तेरो नाकमा देख्छ र ल हो यसरी के मान्पीको बाबा अलिकति यता आउनु त जेन्साको पछाडितिर अनुहार देखेन हो त्यसरी असिम यता अलिकति उता फर्के है ल जेन्सा यता फर्के असिम पनि यता फर्किन ल यता हेर है तोरी देखाएन असिम तैँले पनि हो त्यसरी ल एकचोटि टाढाबाट नजिकबाट हो त्यसरी ल ल ल ल भयो धन्यवाद ल ल ल आए जेसन आए कस्तो उल्टी आउनु लाएर कस्तो भयो ल्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू वेलकम भन न बस हामीलाई यहाँ उल्टी आउनु लाग्थ्यो अनि त्यही भएर आफ्नो लागि चक्लेट हामीलाई यहाँ उल्टी आउनु लागेर चाहिँ हामीले चाहिँ यहाँ सेन्टर फ्रुट र अनि त्यसपछि पाचक मगाएको छौँ साथीभाइहरू यही खाने हो लाउनुहोस् ताकत निकाल्नु पर्छ क्या ताकत त्यही राख्दो अब यति बाँकी छ साथीहरू त्यो पिर्कादेखि यति कता गयो मेरो औँला पो देखियो यार त्यो पिर्कादेखि यति अनि फेरि यता माथि गरेर यति मेला बाँकी भयो साथीहरू 6 बज्नलाई 4 मिनट बाँकी छ सकेन क्या आज सकाउने भनेर लागि परेको सकेन यत्रो अँध्यारो भइसक्यो ऊ मम्मी र असिम पनि आयो फेरि लागि पर्ने हो र सकिन्न पो जाम सकिन्न पो म पत्याएन अब झन् यो मसिनो झन् देखिन्न अँध्यारो भइसक्यो देखिँदैन ऊ यो पोलमा पनि पुरा लाइट पनि बालिसक्यो यस्तो अँध्यारो भन्छ साथीहरू बरु क्यामेरामा उज्यालो देखेछ भाइ साँच्चेको
आँखाले भन्दा त जाम भोलि आधा घन्टामा सकिन्छ यति हो हामीले यत्रो त सक्यौँ आज यत्रो हामी घरिघरि आउने जाने आउने यतिलाई आउँछु होला नि अब चाहिँ हामी घर समय त पाँच खन खानु यो पत्तनी समात्न मलाई देखिया यहाँ यो हुनु लाउनु पहिला बजाइले आमालाई हुन्छ ए छोरीलाई ल्याइदिएर त जाडो भयो साथीभाइहरू अनि हाम्रो चाहिँ आजको काम यही थियो आजको हाम्रो भिडियो यति नै थियो यति नै थियो तपाईँहरूलाई कस्तो लाग्यो आजको हाम्रो भिडियो कमेन्ट गर्न नबिर्सिनुहोस् होला है कति बजी बनाएको तपाईँ हाम्रो यस्तै अर्ग्यानिक भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो च्यानललाई स्पेसल भिडियो आउँछ हाम्रो मादर्स फ्यामिली युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न अनि भिडियोलाई लाइक सेयर गर्न चाहिँ नबिर्सिनु होला अनि कमेन्ट पनि मिठो मिठो कमेन्ट पनि गरिदिनुहोस् होला भन्न त हाम्रो भिडियोलाई मन पराइदिनु होला है भनेर भन्नु त भन्ने कहिले बोले हैन भिडियोमा हाम्रो भिडियो मन पराइदिनु भन्न ल हाम्रो भिडियो मन पराइदिनु लाइक गरिदिनु सब्स्क्राइब गरिदिनु अनि के रे त्यो अनि सेयर गरिदिनु जागरीले सबभन्दा जागरले यो छ नि त जागर देखाउनै पर्यो होइन स्विट 16 को जागर देखाउनै पर्यो नि त आज हाम्रो भ्लग गरेको भएर होला जेन्स यत्रो अँध्यारो हुँदै जाने काम गरेर आइज क्या अला छिन जानिन्छ साँच्चै अँध्यारोमा त्यो अँध्यारोमा काम गर्यो नि त आइज छिटो आइज भनेको नेप्टी हामी त गयौँ है राति बाघ आउँछ आइज क्या यति छ कि यो झन् मसिनो छ नि झन् नदेखिने कि हेर्न यस्तो यस्तो अँध्यारो भयो के यतिको भयो कि मेरो केही गर्दै छैन आज यति थोरै त अनि बाबाले आज त तिमीहरूले भ्याउँदैन भन्नु थियो नि त अनि हामीले चाहिँ बाबालाई रङ प्रुफ गर्ने भनेको हामीले यो मकै गोड्ने बेला नि त्यस्तै भएको थियो यो मकै पनि साथीहरू हामीले यो एउटा पुरै गर अनि एउटा पुरै मकैको गर गोडेर आली लगाएर भ्याएको हामीले एकै दिनमा हामी यति 4 जनाले यसरी एकै दिनमा यसरी कुले देखेन होइन अहिले त फेरि अँध्यारो भयो यसरी आली बनाएको गोडेर पनि बाबालाई रङ प्रुफ गर्ने भनेको गरे अनि कति सकेन कि यो त 8 गट्टा हो नि अनि है एकछिन हामी अलिक धेरै ज्यादा नै बसेछ साँच्चैको अघि एकछिन अलिक कम बसेको भए हामीले सकाउँदो रहेछ तिमीले दिदीको टाउको गर दिदीको टाउको उता खा तेरो टाउको यता भनेन एकचोटि फेरि म कहाँ छु भन्नु अनि अहिले चाहिँ साथीहरू हामी खाना खाइसक्यौँ है घर आएर पनि अनि बस्दैछौँ र यहाँ बुढाहरू चाहिँ रमाइलो गर्दैछन् खेल्दैछन् है विधानलाई पनि एकदम रमाइलो लागिरहेछ धेरैजना बुढाहरू छन् त यहाँ अनि त्यही भएर विधानलाई पनि एकदम रमाइलो लागिरहेछ ल साथीहरू यहाँलाई भिडियो कस्तो लाग्यो
कमेन्टमा लेख्नु होला, राम्रो लागि लाइक अनि सब्सक्राइब गरिदिनु होला। फेरि अर्को भिडियोमा भेट्नेछौँ, तर बिदा चाहन्छौँ। सी यू, बाई बाई।